So hello guys, welcome back to my channel and new video. साथीहरु आजको भिडियो के छ भनेपछि अस्ति नै मैले बनाएको एउटा भिडियो थियो त्यो कुकुर प्रेग्नेन्ट भएको कुकुरनी त्यसको साउन्ड नै आएन तर भ्युज 11 आइसकेको छ साथीहरु त्यस्तै सपोर्ट गर्नु होला त्यसको खै कसरी के हो साउन्ड आ छैन तै पनि गाह्रो छ मलाई त्यही आजको भिडियोमा आज फेरि छुट्टी छ साथीहरु मजाले अब कपडा सपडा धुने हो कपडा यहाँमा भिजाएर राखेछु फ्यान सक्नुहुनेछ भिजाएर राखेछु अनि अब भात पकाउने कपडा धोइसकेपछि एउटा गाडी छ गाडीलाई त ट्याक्क लाउने त्यो प्रेग्नेन्ट वाला कुकुरनी यही छ खाली काला गराउँछ यही हो हाम्रो प्रेग्नेन्ट वाला कुकुरनी है मेरो सानो गल्तीले यानी कि मैले यसलाई खोलिदिएँ बाहिर निस्किहाल्यो बाहिर चाहिँ कहाँ बोयफ्रेन्ड भेटिहालेछ र बोयफ्रेन्ड भेटेपछि त के गरिहाल्छ अनि प्रेग्नेन्ट भइहालेछ गाह्रो छ अब उसको लागि खोर बनाइदिएछ बाकस साथीहरु मजाले पैक फुस्की गर्छ धेरै दुब्लो भइसक्यो आज पनि चाँदीको सिक्री 50 तोला है 50 तोला भन्छ त्यस्तै खतरनाक है गाइस भिडियोलाई यसो टक्क लाइक गरिदिनु होला च्यानललाई सब्स्क्राइब गरिदिनु होला यसले हाम्रो भिडियो बनिन्छ साथीहरु के गर्ने मको छुट्टी पाएको बेलामा भिडियो गराइन्छ अरु बेला त यस्तो तपाईहरुको साथ सपोर्ट माया राम्रै नै गर्नु होला ठ्याक्क कुकुरले पनि आउनु भएको छ अब यस्तै हो जिन्दगी के गर्ने साथीहरु भिडियो चाहिए छ गाह्रो छ यहाँ दाँत दुखेर यहाँ सुनिसकेको छ खै के भएको छ तर दाँत हालिरहेको छ त्यही कारणले दाँत सुन्नेछ हस्पिटल पनि के जाउँ कतिचोटि गइसकेँ केही हुँदैन खाली दुख्छ मात्रै औषधि नै लाग्यो खै के भएको छ गाह्रो छ साथीहरु लाइक गरेर यो च्यानललाई छिटै नै सब्स्क्राइब गरेर सपोर्ट गर्नु अनि 13 मिनेट छ त्यसलाई मोनेटाइजमा हेल्प गराइदिनु अब यहाँ यो प्रेग्नेन्ट भएर नदेखा न साह्रै नै यसको पनि साह्रै नै खराब छ प्रेग्नेन्ट भएर साह्रै अहिले साह्रै नुहाइदिनु पर्ला साह्रै खोरी भइसकेको छ अहिले नुहाइदिनु पर्ला आज साह्रै नै फोहोरी भइसकेको छ पेटमा बच्चा बोकिसक्यो के थाहा उता गडबड गरिहाल्छ भन्ने कुरो ढोका खोलिदियो निस्किहाल्यो बाहिर त यसलाई कुर्नेहरू धेरै रहेछन् अठ्याइदिएछ गाह्रो छ अब यहाँ एउटालाई त सम्हाल्न गाह्रो छ बच्चा बच्ची भएपछि त झन् गाह्रो हुन्छ खाना दिने सरसफाइ गर्ने स्याहार सुसार गर्ने यसलाई त सकिएको छैन स्याहार सुसार गर्न कस्तो फोहोरी भइसकेको छ गाह्रो छ यहाँ यस्तै हो जिन्दगी परदेशी जिन्दगी के गर्ने हो ख्यालैमा कपडा धुन धेरै छ अब बुढीको याद आइहाल्छ गाह्रो छ मलाई कपडा धुने बित्तिकै बुढी कता छौ भन्ने लाग्छ के गर्ने यस्तै हो त धेरै ढिलो नगरिकन अब यो ब्लगलाई यही समाप्त गर्छ यो भिडियोलाई यही समाप्त गर्छ तबसम्म भिडियो चाहन्छु अर्को भिडियो